नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज पनि म अर्को एउटा भिडियो लिएर आइरहेको छु। नेपाल क्रिकेट अहिले जुन CWC साइकलमा नेदरल्यान्ड र नामिबियासँग 50 ओभरको क्रिकेट गेम जो भइरहेछ, त्यसमा नेपाली प्लेयरको पर्फर्मेन्सको बारेमा म केही दुई चारवटा कुराहरू भन्न गइरहेको छु हैन। कुरा के भन्दा जो किसिमको नेपाली प्लेयरबाट पर्फर्मेन्स भइरहेछ त्यसले हैन सायद क्रिकेट एसोसिएसनलाई मात्र होइन कि थुप्रै नेपाली हैन जो डाइहार्ड फ्यानहरू छन् र भनौँ न धेरै नेपालीलाई हर्ट गरेको छ। अब कुरा के भन्दा जो चलो एउटा दुईटा ब्याट्सम्यानको कुरा होइन, पुरा टप अर्डरदेखि लिएर हैन बोलिङको कुरा गर्ने हो भने सन्तुष्ट हुने पाटो एउटा पनि छैन के, चाहे बोलिङ डिपार्टमेन्ट होस् चाहे ब्याटिङ डिपार्टमेन्ट होस् हैन। टेक्निकल वाइज पनि प्लेयरहरू फेल भएकै भन्नुपर्छ हैन। दुईटै गेममा सेम के अरे टार्गेटमा सेम मतलब रन टार्गेटमा फेल हुनु भनेको त यो त धेरै लज्जास्पद छ। धेरै पछि अब यो किसिमको पर्फर्मेन्स हेर्न मिलेको छ हैन, जसले साह्रै निराश बनाएको छ कि हैन। त्यही भएर यसमा धेरै थुप्रै कामहरू गर्नुपर्ने देखिन्छ। नम्बर 1 यति अहिलेसम्म प्लेयरहरूको कुरा गर्ने हो भने कुशल भुर्तेल, आसिफ शेख हैन, त्यसै गरी राय, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, गुलसन झा हैन, आरिफ शेख कुरा गर्ने हो भने यिनीहरूको राम्रो एक्सपिरियन्स भइसक्यो। तकरिबन गुलसन झा बाहेक मैले जति पनि नाम लिएको छु टप अर्डर ब्याट्सम्यानमा यिनीहरूको लगभग 6 वर्षभन्दा माथिको एक्सपिरियन्स छ हैन। घरेलु क्रिकेट पनि राम्रै छ, घरेलु क्रिकेटमा पनि राम्रै मौका पाइरहेछन्। अहिले त क्यानले राम्रो फ्यासिलिटी पनि प्रोभाइड गरेको छ हैन क्रिकेट प्लेयर्सको लागि। अनि त्यो स्किल वाइज कुरा गर्ने हो भने 2018मा जो टाइपको स्किलले नेपाल क्रिकेट सर्भाइभ भइरहेको थियो, अहिले पनि त्यही स्किल छ। केही स्किलमा त्यति खासै इम्प्रुभमेन्ट भएको देखिँदैन, किनकि बेसिक डिफेन्स पनि प्लेयरहरू चुकिरहेछन् कि बेसिक डिफेन्समा जस्तै डिफेन्स गर्नुपर्ने बलहरूमा पनि चुकिरहेछन् कि। अनि सर्ट सलेक्सन त अब के कुरा गर्ने हो र, त्यो त होरेबल नै छ कि। कसरी कुन बल डिफेन्स गर्ने, कुन बल हिट गर्ने, जो इन्स्टिङ्क्ट जो ब्याट्सम्यान हुनुपर्ने हुन्छ हैन, त्यो चाहिँ छैन कि। सर्ट सलेक्सन भेरी पोर। अनि त्यसपछि बलिङको कुरा गर्ने, बलिङ डिपार्टमेन्टको कुरा गर्ने हो भने के कुरा गर्ने हो, हाम्रो फास्ट बलर जो 2017, 18, 19मा जो रणनीतिमा बल गरिरहेको थियो, जुन स्पिडमा बल गरिरहेको छ, अहिले पनि त्यही स्पिड छ, त्यही मतलब त्यही भेरिएन्समा छ। त्यसमा केही पनि अब चेन्जेस भेरिएन्स केही पनि छैन, चेन्ज छैन हैन बलरहरूमा त। किनकि अब त्यो के अरे ट्याक्टिकल्ली बलरहरूमा के हुन्छ भन्दाखेरि नयाँ तपाईँले जबसम्म भेरिएन्सहरू ल्याउन सक्नुहुन्न, बलिङमा भेरिएन्स के अरे भेरिएन्स हुँदैन, तबसम्म यो न्यू क्रिकेटमा सर्भाइभ हुन मुस्किल हुन्छ। तपाईँ सर्भाइभ गर्न सक्नुहुन्न मोडर्न क्रिकेटमा। त्यही भएर त्यसमा बलिङमा भेरिएन्स त चाहिन्छ, जो नेपाली बलरहरूमा देखिँदैन। अनि त्यस त्यो लाइन र लेन्थको कुरा गर्ने हो भने अब कहिलेकाहीँ त्यो लाइन सेम राखे पनि लेन्थमा अलिकति तलमाथि गरेर बलिङ गर्ने हो भने त्यसको इम्प्याक्ट केही न केही आउँछ। त्यो पनि छैन, टोटली फेल भएको अवस्था छ।
त्यही भएर अब यसमा यसले गर्दाखेरि अब नेपाल क्रिकेटको भविष्य कतातिर जाने के हुने भन्ने कुरा मलाई त डाउटै लागिरहेको छ होइन। अहिले 5th पोजिसन छ। 5th पोजिसन यो त मलाई त ओडिआई स्ट्याटस जोगाउनलाई अहिले टोटल के अरे सिडब्ल्युसी लिगमा 8वटा टिम छन् होइन। 8वटा टिममा 6वटामा पऱ्यो भने ओडिआई स्ट्याटस जोग्यो, 6 भित्र परेन भने चाहिँ फेरि त्यो ओडिआई स्ट्याटस जान सक्छ होइन। फेरि त्यो अर्को क्वालिफायर राउन्ड खेलेर फेरि ओडिआई स्ट्याटस पाउन सक्ला, तर त्यो ओडिआई स्ट्याटस पनि त जान सक्छ नि, यो पनि त धेरै ठुलो कुरो हो नि होइन र। त्यही भएर यसमा थुप्रै काम गर्नुपर्ने छ होइन। अझै धेरै इम्प्रुभमेन्ट भन्दा पनि धेरै इम्प्रुभमेन्ट प्लेयरहरूबाट गर्नुपर्ने छ। अब यिनीहरूबाट हुँदैन भने अब नयाँ प्लेयरहरू पनि छन्, अब लाइनमा छन्, उनीहरूलाई पनि अब सेम अमाउन्ट अफ चान्स दिने हो भने उनीहरूले पनि पर्फर्मेन्स राम्रो बेटर गर्न सक्छन् होइन। अब चान्स नदिएर बेन्चमै राख्ने हो भने त अब पिरियड त बन्दैन। जति कुशल भुर्तेल, आशिष शेखले चान्स पाएछन् त्यही अमाउन्टमा मैले कुशल भुर्तेलको कुरा गरेर आएन, आशिष शेखको मात्र कुरा गरेर आएन कि होइन। अब जसले पर्फर्मेन्स गर्दैन होइन त्यसलाई चाहिँ केही टाइमको लागि उ गर्ने कि होइन। पर्फर्मेन्स नै नदिइरहेको अवस्थामा अरू प्लेयरहरू पनि जो बेन्च प्लेयर छन् उनीहरूले पनि त एक्सपिरियन्स गेन गर्नु पऱ्यो होइन। उनीहरू पनि आउनु पऱ्यो। अब जबसम्म खेल्दैन उनीहरूले कसरी एक्सपिरियन्स गेन गर्ने, कसरी सिक्ने होइन। ती कुराहरू छन्। त्यही भएर चाहिँ क्रिकेट एसोसिएसनले यो चिजमा पनि ध्यान दिनुपर्ने अवस्था देखिरहेको छु। त्यही हो है त। नमस्ते।